Happy New Year. Happy New Year. Long time. I will send you request. Shh. I will send you request. You always decline. No, Why? no, no. Yes. First, Ush. Up. first, main first. Darling. I always send you request. You never accept. Why? No kuchulu. No kuchulu kuchulu. My kuchulu kuchulu. Thank you, Yana. Listen to me. No kuchulu kuchulu. Okay. बोलो. No problem. बोलो. क्या बोल रहा है आप सुनते ही नहीं है? अरे मैं सुन रही हूँ. बोलो. Happy New Year. Happy New Year. कल तक आपका बॉयफ्रेंड था, छोड़ दीजिए. आज से मैं है आपका बॉयफ्रेंड. New Year, new boyfriend. No. Why? Yes, No. why no? But I don't have a boyfriend. No problem. I'm here. Don't worry, bro. Yeah. But you're married. Sorry? You're married. You're married. No married. I'm Rondo. Give me my iPad. You're married. No. Yes, I'm yes, yes. No, you're not. I mean, Nepal language single means Rondo. Bring me meine Kopfhörer, Dings da von Küche und dein Rondo kleines means Handy. English single. Huh? I'm single. You're not single. You're married. You're married. अरे भाई पीछे देखो पीछे मैं शादी नहीं किया अभी तक. You told me you're married. You have a wife? No. Yeah. No, Yes. तोबा. No married. I'm single. Hello. You're not single. I will call You married? your wife. I will call your wife. Your number give me video call. Anytime. No problem. No. I will call. I will call your wife and tell her. No yapna. I'm Rondo. Rada. No, Rondo Rana. No. How are you? Long time. Yeah. Where are you going? But you didn't accept. Like you never accept. I always send you. You never accept. I accept na. तर हामी जुन ठाउँमा हामीले 2026 मनाउँछ नि त्यो भनेको हामीलाई कर्म दिने देश हो किनभने हामी विदेशमा आएको छौं कमाएको छौं त्यहीबाट हामीले पैसा नेपालमा भित्राएको छौं आफ्नो फ्यामिली पालेको छौं छोराछोरी पालेको छौं बाउआमा पालेको छौं हाम्रो दशैं यिनीहरुले बनाउँछ मनाउँदैन बाबा तर उनीहरु हाम्रो देशमा गएर काम गर्दैन नि त हामी उनीहरुको देशमा आएर काम गरेछौं अनि पैसा कमाएको छौं रोजगारी दिएको छ हामीलाई हैन रोजगारी त हामीले पैसा तिरेर आको हामी तिरेर आए पनि जे गरेर आए पनि नेपालले हामीलाई रोजगारी दियो दिएन नि त विदेशले हामीलाई रोजगारी दियो सो वी हैव टु सेलिब्रेसन अंग्रेजी न्यू इयर यस भन्नु पर्यो अब के भन्नु त जबरजस्ती यार ओके कम अन continue yourself यार talking I like your talking bro 3000 मा पनिशमेन्ट हुन्छ के हजुर 3000 मा पनिशमेन्ट हुन्छ 3-4 हजार अहिले 1 रुपैयाँ पनि नदिनु होला 3-4 हजार त मसँग छ 5 पैसा पनि छैन अब ट्याप गरौँ न दाइहरु भन्दा यसो हेरेर बस्छ लाट कसेर जस्तो म पनिशमेन्ट गेम खेल्न सक्ने क्षमतामा छैन आज सिधा प्रोजनसँग सुरुदेखि अहिलेसम्म ट्यापै पुग्दैन 500 600 900 जना मान्छे पुग्छ 200 मा अड्किरा हुन्छ मेरो त ट्याप छुँदैन भिसी जान्छु भन्दा नि छुन र एकचोटि सर ट्याप नगर्नु होला नेपाली उल्टो हुन्छ कि फेरि गर्नु भन्यो भने गर्दैन नगर भन्यो भने गर्दिन्छन् बुझ्छु नि त फेरि म त फेरि ट्यालेन्टेड मान्छे ल ट्याप गरौँ है गाइजहरु ट्याप गरौँ के छ र पुच्चीजीलाई धेरै पछि भेट भए 3 दिन पछि है के भएको थियो र हिजो हिजो त उता थिए के रे
उता मुन टावरतिर थिए तिमी कहाँ बस्छौ र कतारमा अच्छा मुनि भिडियो टावर मेरो भिडियो तपाईको मोबाइलमा मेरो भिडियो जाँदैन खै आउनु त केटीहरुको आउँछ म नाम हेरेर यसो लाइक हान्ने होइन ठ्याक्क छुन त छुइन्छ कसको आयो भने नि त आउँदैन अहिले थुतुनमा मैले फोकस गर्दिनँ धेरै मुनि टावर गएको कि माथिको टावर गएको तिमी गाइस 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 चारवटा रोज सबजनाले यत्रो जना छम एउटा एउटा रोज प्ले गर्नु न साथी उताबाट लास्टमा डेन्जर आउँछ कि ऊ किन उलाई कमजोर सोच्नुहुन्न जहिले पनि लास्टमा भगवान यस्तो देउता जस्तो साथीहरूलाई त्यस्तो पाप नसोच्नु त छुन त पाप सोचेको छैन बाबा पाप सोचेको छैन हल्लिनै माने छैन छुनै माने छैन बिचारा आउँदैन ढुक्का आउनु 100 पनि पुग्दैन 200 पुगिसकेपछि 100 पुग्दैन रे 200 त छुँ कि नछुँ भन्दा पनि पुगिहाल्छ नि हो 423 जनाको 200 पुग्नु भनेको नर्मल हो नि त नछुँदा पनि पुग्छ हो 100 जना छुँदा पनि 300 हुन्छ 150 जना झुकेर छुयो होला उता फेरि बौलाको छ बङ्की थ्यांक यू दादा ओ बाक हान्छ रे अब हान्छ हेर्ने बाघ आउन पनि बेर लाग्दैन यहाँ बाघ आउन पनि बेर लाग्दैन फेरि साँच्ची भनेको स्ट्रङ भएर बस्नु तपाईँ यस बाघ आयो अब उता रन्काउनु बेर लाग्दैन नि तर यति नै हो मेरो हातमा पुगेला छुए भने 400 पुगेला ओइ बाघ हान्छ रे दाइले ल दादा ल बाघ हानिहाल्नु है बाघ हानिहाल्नु बाघ भएको नि थाहा पाएन भने टाइगर विपक्षी मान्छेले यतिकै चाहिँ बोल्नुपर्छ नत्र आउँदैन नि ए यहाँ कमेन्टमा बाघहरू आइसक्यो स्टार्ट भयो बाघ आउन बाघ आयो 55 सेकेन्ड बाघ ल ढुक्का ल ठ्याक्क हाने गौडामै हाने दा गौडामै एनएस कहाँ गयो गाइस एनएसले शेयर गरेर खान तपाईलाई I know there little tiger coming here big no problem punishment त भने छैन हामीले तिमीलाई मात्र जंगाइदिए आमेन त मेरो त हातमा पुग्यो भने पानी हो अब साइडलाई म्युट गरेन म चाहिँ आउँदैन कि उसको फन्नी कुरा पनि शेर्पोलाई शेयर गर्छु म ल शेर्पोलाई शेयर गर्नु त यहाँ टाइगर आइरहेछ अहिले युनिभर्स पनि आउँछ यहाँ तपाईको गिफ्टरहरूलाई शेयर गर्नु न मैले जिन्दगीमा अहिलेसम्म लाइभ बसेर एकजना पनि शेयर गरेको छैन यार कसम भने त्यो लाइभ बस्ने बेलामा बरु नोटिफिकेसन जान्छ हैन त्यो लाइभबाटै बनाउन मिल्छ तपाईहरुको बसेको पनि आउँछ नोटिफिकेसन त तर मैले जिन्दगीमा एकजनाले पनि अहिलेसम्म आमा कसम गरेको छैन म हार्न लागे आउनु जित्नु अन्त फेरि हामीलाई जित्न नै के परेर हामी जहिले माथि नै हो जिते पनि हारे पनि ल पनिशमेन्ट गर्न जानु पनिशमेन्ट क्यामै भने छैन मैले तपाईलाई सुरुमै भनेको आज पनिशमेन्ट गर्ने मुडमा छैन पनिशमेन्ट होइन मेरो 400 अहिले तपाईको स्कोर आयो भने तपाईको स्कोरमा आयो भने मलाई पनिशमेन्ट गर्न नभन्नु ल अस्ति पनि त्यस्तै भएको थियो तपाईको स्कोर आएपछि पनिशमेन्ट गर्न जान्छन् भन्नुभयो थियो तपाईले नै त्यो भनेको बार हेरेर डबल ट्याप गर्न नसकेको तपाईँ जानुहुन्छ भने जानु नि त फेरि कहाँ छुटेर यहाँबाट काट गरेर कहाँ जाने यहाँबाट जानुहुन्छ भने जानु नि त भनेको त्यो जाने कहाँ जाने ठाउँ भन्दैन न म गइहाल्छु नि त्यसो भए यहीँ बस
उहाँको मेरो मलाई मन पर्ने भनेको मिस दादा वेलकम मिस पुच्चीको मन दादा पर्ने तपाईँ भनेको अघि उहाँको हाँसो भएको थियो तपाईँको हजुरको मलाई मन पर्ने भनेको एउटा मिठो हाँसो मुसुक्क हाँस्दिने जे बोल्दा पनि नरिसाइदिने मुसुक्क हाँस्दिने होइन भित्र बेहोरा त मलाई थाहा भएन तर मुसुक्क हाँस्ने एकदम मुसुक्क हाँस्ने राम्रो छ क्या मिठो छ हेर्नु त कति मिठो छ अनि तपाईँको आँखी हेर्ने आँखा क्या टक्क लाटक्क कसेरेको जस्तो कुल कुल है माशाअल्लाह सातवटा रोज सातवटा एक रोज सबजना डबल ट्याप गर्नु गाइस लाइभ शेयर गर्नु न यहाँ लाइभ शेयर गर्नु किन आएन हेर्नुहोस् इट सुड बी हियर 10 बजे छ गाइस म जान लाग्यो अब नयाँ सालमा धोबी हाने यार सबले मलाई हुन त एक वर्षमै ननुहाएको हुन त एक वर्षमा ननुहाएको मान्छे हो म नयाँ सालको दिन नुहाएकै छैन हिजो रातभरि कता कता घुमेर आइयो चुरुक्क उठेको 6 बजे रहेछ खाना खाइयो अनि लाइभ बस्यो त्यही त हो नि त छुट्टी थियो नुहाएर आउँछ यार गिफ्ट आउँछ कि बिसी जाउँलै के थाहा जे पाए त्यही बोल्छ फेरि कहाँ सबजना डबल ट्याप के गर्नु वेलकम द मेरो दाइ म पनि नेपाली हो भनिदेऊ है थोते भाइ कुनै केटीले हेर्दैनन् त भन्नुभएको छ सरू भनेको त छोरी मान्छेको नाम हो नि नेपालमा ए सरोज रहेछ हो नेपाल दाइ हो यार नेपाल दाइ हो सरोज भनेको मैले त रु मात्रै हेरेको कि उता जेट पनि रहेछ सरोज दाइलाई किन हेरेन यार तपाईँको बेहोरा गतिलो नभएर हो कि दाइ अहिले कोमामा सरोज दाइ कोमामा ल अब चाहिँ बाघ आउने तर्खरमा छ है ल हान्यो बाघ थोदे ल ठिक पारेको छु है मैले ल ठिक छ ल नापेर हानै केटा उता 800 छ भने 1500 ठोकिदिइहाल्यो आउने बाटो पाएको छैन भने डोजर लिएर आउला तर भ्ल्याट्टै मेरो लगभग 300 पुग्छ टार्गेटमा साथी यस्तो पनि हुनुपर्छ क्या ओ इन्भर्स ल तलु जितेर देखाउ त अब नानी पो हुन्छ त युनिभर्स भन्दा त युनिभर्स आउँदै जाऊ यता कम अन युनिभर्स युनिभर्स हानेर देखाउनु मन अब थाहा पाएछ के हो मेरो व्यवहार हान्दैन त पनि उता युनिभर्स भनेको त हान्दैन त ल हुन्छ के अरे अहिले फेरि खेल्छु ल जसरी रिस उठ्यो जतिखेर मन लाग्यो त्यतिखेर खेलेर बसेर हुन्छ सोध्नु पर्दैन हामी भोलि खेलौँ ल बाइ भोलि आउनु न भोलि कति बजी आउनुहुन्छ सेम टाइम हो तपाईँको कहिले भने थियो म यतिखेर आउँछु भनेर सेम टाइम खोज्दै हिँड्ने मतलब 8 बजे 10 बजेर 23 मिनट गएको छ यहाँ चाहिँ 9 बजेर 23 मिनटमा आउनुहुन्छ 8 बजेर 23 मिनट कहाँनिर आउनु
कर्नेसमा आउन कर्नेसमा कर्नेस के त्यो बच्चा बच्ची जाने ठाउँ हो लेजेन्डहरू कर्नेस जाँदैन लेजेन्डहरू उता लुसेन जान्छ अनि पल कतार जान्छ त्यो यस्तो छ नि कतारमा त्यो कन्डम जस्तो बिल्डिङ त्यसलाई के भन्छ त्यो टावर हो एउटा त्यो टावरको नाम के हो कन्डम टावर हो त्यसमा आउनु त नामै कन्डम टावर हो त्यसको नेपालीहरूलाई त्यसमा त्यो बोल्नु कुनै कुरा होइन गाइस यो कुरा के अरे सबैलाई थाहा भएको कुरा त्यस्तो अन्यथा नलिनुलाई छाडा होइन त्यो छाडा ओड होइन है त्यत्रो दिमाग नपुर्याउनु ल हुन्छ म गएको ल जसले छाडा सोधेछ नि त्यो राणा हो ओके टेक केयर बाई ल ओके टेक केयर नाइस टु मिट यु नाइस टु मिट हामीलाई